हेलो। यदि तपाईँहरू रिसेन्ट न्युजबाट अपडेट हुनुहुन्छ भने नेपाललाई चाहिँ डिपार्टमेन्ट अफ होम एन्ड अफेयरले असेसमेन्ट लेभल 3 बाट असेसमेन्ट लेभल 2 मा अपग्रेड गरेको छ। यदि तपाईँ डिपार्टमेन्ट अफ होम अफेयर्स या गुगलमा गएर सर्च गर्नुभयो भने पनि वाट इज असेसमेन्ट लेभल 2 भनेर हेर्नुभयो भने असेसमेन्ट लेभल 2 मा चाहिँ नेपाललाई अलिकति डकुमेन्टेसन्स फाइनेन्सियल हिसाबले चाहिँ अलिकति सहज हुन्छ भन्ने कुरा छ। तर 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 यसमा अर्को के छ भने विगत रिसेन्ट इयर्सहरूमा नेपालबाट थोरै विद्यार्थीहरूले अप्लाई गरिरहेको र भिजा रेट हाई भएको कारणले गर्दाखेरि चाहिँ तपाईँको यसमा चाहिँ अलिकति सहज देखिन्छ। तर हामीले बुझ्नुपर्ने कुरा के, यदि तपाईँ नेपालमा हुनुहुन्छ र तपाईँले नेपालबाटदेखि विद्यार्थी भिजा अस्ट्रेलियाको लागि अप्लाई गर्दै हुनुहुन्छ भने अस्ट्रेलियाको विद्यार्थी भिजा अस्ट्रेलियाको लागि अप्लाई गर्दै हुनुहुन्छ भने तपाईँको डकुमेन्टेसन्स चाहिँ इन्डियाको डिआइएसीमा जानेछ। र इन्डियाको डिआइएसीकै अनुसार चाहिँ तपाईँको डकुमेन्टेसनहरू हेरिनेछ र त्यसमा जुन अहिले असेसमेन्ट लेभल 2 मा अपग्रेड गरेको छ अस्ट्रेलियाले, यसले चाहिँ तपाईँलाई इफेक्ट नगर्न पनि सक्छ, किनभने इन्डियाको डिआइएसी अनुसार नै तपाईँलाई डकुमेन्टेसनहरू माग्न सक्ने चाहिँ देखिन्छ। यदि तपाईँहरूले अहिलेको सोसल मिडियामा चाहिँ तपाईँले अलिकति ध्यान दिनुभएको छ भने लट अफ कन्सल्टेन्सिज उनीहरूले चाहिँ आफ्नो विज्ञापनमा चाहिँ नेपाल चाहिँ असेसमेन्ट लेभल 2 मा गयो र भिजा चाहिँ सहज हुने भन्ने कुराहरू देखिएको छ र कतिले राम्रैसँग भनिरहनु पनि भएको छ। यसमा चाहिँ उहाँहरूको त विज्ञापन स्टन्ट है, विच इज भेरी गुड फर देम एज वेल, बिकज दे विल गेट द बिजनेस। तर यसमा चाहिँ मेरो विचारमा चाहिँ तपाईँ विद्यार्थीहरू अस्ट्रेलिया आउने सोचमा हुनुहुन्छ भने तपाईँले आफैले नै अलिकति रिसर्चहरू गर्नु होला भन्छु। किनभने असेसमेन्ट लेभल कन्ट्रीको असेसमेन्ट लेभल 2 हुँदैमा तपाईँको भिजा सहज हुने, तपाईँले भिजा पाउने ग्यारेन्टी चाहिँ हुँदैन। किनभने अस्ट्रेलियन डिपार्टमेन्ट अफ होम एन्ड अफेयरले कलेज र युनिभर्सिटीलाई पनि लेभल दिएको छ। यदि तपाईँले गुगलमा गएर डिपार्टमेन्ट अफ होम अफेयर्समा गएर हेर्नुभयो भने तपाईँले लेभल 1, 2, 3 कलेज युनिहरू पनि देख्न सक्नुहुनेछ। यसले पनि तपाईँको भिजा इफेक्ट हुनसक्छ। अनि यसमा अर्को कुरा चाहिँ के छ भने यदि तपाईँलाई अस्ट्रेलिया आउने सोच हो भने अस्ट्रेलियामा रहेका माइग्रेसन एजेन्टहरूको पनि लट अफ बिजनेसहरू नेपालमा खुलेका छन्। तपाईँले त्यसमा चाहिँ तपाईँलाई के इजी हुन्छ भन्दाखेरि अस्ट्रेलियन माइग्रेसन एजेन्टहरूको बिजनेस यदि नेपालमा छ र त्यो कन्सल्टेन्सीहरूमा तपाईँ गइरहनु भएको छ भने उनीहरूसँग चाहिँ सहकार्य गर्दा मलाई लागेको कुरा यो फ्याक्ट नहुन पनि सक्छ। त्यो चाहिँ विद्यार्थीहरू आफैले अलिकति विचार गर्नुपर्ने कुराहरू हो। यदि तपाईँ विदेश आउँदै हुनुहुन्छ भने आई होप यु आर क्यापेबल फर द्याट थिङ्स एज वेल। सो यु थिङ्क योरसेल्फ हाउ वाट इज गुड एन्ड वाट इज ब्याड फर यु, राइट? र यदि माइग्रेसन एजेन्ट अस्ट्रेलियन माइग्रेसन एजेन्टको त्यहाँ बिजनेस नेपालमा छ भने तपाईँलाई चाहिँ के सहज हुनसक्छ भने अस्ट्रेलियन माइग्रेसन एजेन्टहरू चाहिँ डे टु डे इमिग्रेसन रुल्स एन्ड रेगुलेसन्सहरू र होम एन्ड डिपार्टमेन्ट अफेयर्ससँग चाहिँ लिङ्क भइरहेका हुन्छन् र उनीहरूलाई चाहिँ डे टु डे अपडेटहरू थाहा भइरहेको हुन्छ। यस्ता डे टु डे अपडेटहरू थाहा भएको कारणले चाहिँ उनीहरूले चाहिँ आफ्नो नेपालमा भएको बिजनेसमा भएको इन्फर्मेसन फ्लो गरिरहेका हुन्छन् र त्यसबाट चाहिँ तपाईँहरूलाई डिसिजन लिन सजिलो हुन्छ। उनीहरूले तपाईँलाई कुन कलेज जाँदा राम्रो, कुन युनि जाँदा राम्रो, कुन तपाईँको भिजा कसरी हाल्ने, यी सम्पूर्ण कुराहरू चाहिँ तपाईँको उनीहरूले अलिकति जानकारी दिनेछन्। र नेपालमा रहेका कन्सल्टेन्सीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने यदि तपाईँहरूलाई
स्ट्रेट फरवर्ड इन्फर्मेसन थाहा छैन भने विद्यार्थीलाई अन्यलमा चाहिँ नराख्नुहोला। विद्यार्थीलाई आफैले भन्नुहोला कि तपाईँको असेसमेन्ट लेभल 2 ले मात्र चाहिँ विद्यार्थी भिजाको लागि सहज हुने छैन, किनभने नेपालका डकुमेन्टेसन्सहरू, नेपालको डकुमेन्टहरू स्टिल पनि इन्डिया जाने भएकोले इन्डियाकै रुल अनुसार चाहिँ नेपाली विद्यार्थीहरूले भिजाहरू पाउने गर्दछन्। त्यसमा तपाईँको फाइनेन्सियल डकुमेन्टदेखि लिएर अन्य धेरै कुराहरू छन् र अहिले के पनि देखिएको छ भने तपाईँको विद्यार्थीको 2-3 वर्षको ग्याप, 7-8 वर्षको ग्यापमा पनि तपाईँले भिजा लगाउन सक्ने भन्नेहरू कुरा छन्। अनि त्यसपछि तपाईँको आइएल्समा below 6 or not less than 5.5 का कुराहरू पनि छन्। पिटीमा below 50 not less than 42 भन्ने कुराहरू पनि छन्। यसमा पनि भिजा सक्सेसहरू भएको भन्ने कुराहरू चाहिँ सुनिँदै आएको छ र भएको पनि होला। मसँग स्ट्रेट जानकारी त छैन, तर देखिन्छ सोशल मिडियाहरूमा तपाईँहरूको विज्ञापनको प्रचार प्रसारमा देखिएको हुन्छ। तर यदि तपाईँसँग कोही विद्यार्थी त्यही कुराहरू देखेर तपाईँसँग आउनु भएको छ भने कृपया तपाईँले विद्यार्थीलाई राम्रो जानकारी दिनुहोला र विद्यार्थीले पनि कन्सल्टेन्सीकै भरमा नभएर आफूले गर्नुपर्ने रिसर्चहरू चाहिँ आफूले गर्नुहोला। तपाईँका साथीभाइ अस्ट्रेलियामा होलान् या अस्ट्रेलियन इमिग्रेन्ट एजेन्ट्सहरूसँग तपाईँको रिलेसन होला, त्यहाँबाट पनि तपाईँहरूले बुझ्न सक्नुहुनेछ। या कुनै अस्ट्रेलियन बिजनेस कन्सल्टेन्सीको अस्ट्रेलियन कुनै माइग्रेसन एजेन्टको पेजहरू फलो गर्नुभएको छ भने त्यहाँ पनि क्वेसन राख्न सक्नुहुनेछ। त्यहाँबाट पनि तपाईँलाई इन्फर्मेसनहरू मिल्न सक्नेछ। यदि भन्दै आउने विद्यार्थीहरूलाई विश यु अल द बेस्ट भन्न चाहन्छु र तपाईँको अस्ट्रेलियन जर्नी चाहिँ राम्रो होस्। धन्यवाद।